एउटा अद्भुत मेसिन हो। त्योभित्र यी मेसिनहरू छन्, यी पाठपुर्जाहरू छन्। यस विषयमा हेर्ने हो भने यी 24 आवर काम गरिरहेछन्। यसको कुनै अफ छैन, कुनै भ्याकेसन, कुनै ड्युटी अफ छैन है। यिनीहरू कुनै पनि चाहिँ समयमा यिनीहरूले होलिडे गरेर जाँदैनन्। नो अफ नो होलिडे। तर हो नि त, हामीले त छुट्टी गर्छौँ। हामी 8 घन्टा ड्युटी गऱ्यौँ भने हामीलाई छुट्टी चाहिन्छ, 12 घन्टा गरे छुट्टी चाहिन्छ। तर यिनीहरू तपाईँको जीवनको अन्तिम दिनसम्म पनि कुनै अफ छैन, कुनै होलिडे छैन। यसको विषयमा सिरियस भएर सोच्नुहोस्, यो तपाईँको लागि के हो। यदि मुटुले पम्पिङ गर्न छोड्यो भने के हुन्छ? मुटुको काम के? ल भन्नुहोस् त, मुटुको काम के? मुटुले तपाईँको टाउकोदेखि तलसम्म बग्ने त्यो ब्लड हुन्छ नि, ब्लड र तपाईँको शरीरलाई चाहिने अक्सिजन त्यसलाई पम्प गरेर प्रेसर गरेर तपाईँको शरीरसम्म पुर्याउँछ। यदि मुटुले चाहिँ पम्पिङ गर्न सकेन, ब्लडलाई सर्कुलेसन गर्न सकेन भने के हुन्छ? हो, यो कुरा हामीले बुझ्नै पर्छ। त्यसै गरी हेर्नुहोस्, कलेजोको काम के? हामीले जान्नुपर्ने कुरा, हाम्रो शरीरमा खाएका खानाहरू, खुराकहरू हुन्छ नि, ती खुराकहरू गइसकेका हुन्छन्। शरीरमा जाँदाखेरि भित्र गएका जति पनि डस्टहरू हुन्छन्, त्यो कारखाना, डस्टको कारखाना होइन, त्यो कारखानालाई यिनीहरूले चाहिँ साइड लाउने काम गर्छन् कलेजोले। त्यही भएर हाम्रो शरीरमा सबभन्दा धेरै प्रब्लम आउने कलेजोमा हो। त्यसो त हामीले सोच्नुपर्छ कस्तो खालको चिज हामीले कुरा गर्दैछौँ। र सँगसँगै फोक्सो हेर्नुहोस् त, फोक्सोको काम के? तपाईँको यो हावा दूषित छ, हाम्रो हावा चाहिँ यसले लिन्छ र फ्याँक्छ, यानि कि कार्बन डाइअक्साइड फ्याँक्छ र अक्सिजन लिन्छ। हाम्रो शरीरलाई अक्सिजन चाहिन्छ नि त, चाहिँदैन त? हो, त्यसमा त्यस्तो खालको स्पेसल चिज हो यो। अब मृगौला किडनी भन्छ नि, किडनीले काम के गर्छ? किडनीलाई जति लोड अरू कसैले पनि छैन। तपाईँले खाएको पानी चाहे 1 लिटर खानुहोस्, चाहे 20 लिटर खानुहोस्, चाहे 5 लिटर खानुहोस्, त्यो पानी चाहिँ तपाईँको शरीरमा गएर किडनीले चाहिँ फिल्टर गर्ने काम गर्छ। थोरो डस्टहरू जान्छ, किडनीले फिल्टर गरेर थ्रो गर्छ। किन मान्छेहरूको चाहिँ किडनी फेल हुन्छ? हो, यो विषयमा पनि तपाईँहरूले सोच्नुहोस्। र हाम्रो मस्तिष्क त तपाईँको ब्रेन हो, मेसिन हो। यो मस्तिष्कको चाहिँ नर्भ सिस्टम हुन्छ, जसले चाहिँ सोच्छ, जसले गर्छ, जसले सेन्स दिन्छ, जोसँग चाहिँ विभिन्न खालका सेन्सर हुन्छ। यो मस्तिष्कले काम गर्छ। त्यसो हुँदा तपाईँहरू सिरियस भएर हेर्नुहोस्, तपाईँको शरीरमा यी पाठपुर्जाहरू छन् जसले कुनै अफ गर्दैनन् र कुनै छुट्टीमा जाँदैनन्। यदि यिनीहरू छुट्टीमा गयो भने राम नाम सत्य हो, राम नाम सत्य। त्यसो हुँदा यस विषयमा तपाईँहरू चाहिँ हेर्नुहोस्। र हाम्रो शरीरको स्ट्रक्चरको बारेमा कुरा गर्छौँ। बनाउट के हो त हाम्रो शरीर होइन? हाम्रो शरीरको जग कसरी बनेको हुन्छ? हाम्रो शरीर बनेको हुन्छ कोषले, यानि कि हाम्रो शरीर सेलले बनेको हुन्छ, तन्तुले बनेको हुन्छ, अर्गानले बनेको हुन्छ, सिस्टमले बनेको हुन्छ। मात्रै हाम्रो सिङ्गो शरीर तयार हुन्छ, त्यसै तयार हुँदैन। हामी डक्टर होइन, तर अध्ययन र डिएक्सनको शिक्षाले हामीलाई डक्टर भन्दा कम गराउँदैन। मैले डक्टरलाई राखेर क्लास दिएको छु काठमाडौँमा, उहाँहरूले सुन्नु भएको छ मेरो क्लास, अँगाल हालेर जोडिएर जानुभएको छ। तर उहाँहरू त प्रोफेसनलमा डक्टर हो, तर हामी त होइन नि त। तर नलेज सबभन्दा ठुलो कुरो हो, अध्ययन सबभन्दा ठुलो कुरो हो। त्यसमा तपाईँहरूले हामीले बुझ्नुपर्ने, हाम्रो शरीर चाहिँ यो अनगिन्ती ट्रिलियन सेलबाट बनेको हुन्छ। हेर्नुहोस्, हाम्रो शरीर 37 ट्रिलियन सेलबाट हाम्रो शरीर बनेको हुन्छ। र हाम्रो शरीरलाई के चाहिन्छ? हेर्नुहोस्, हाम्रो यदि तपाईँको चाहिँ शरीर हेर्नुहोस् ट्रिलियन सेलबाट बनेको हुन्छ। जसरी हाम्रो घर हुन्छ नि, घरको एउटा ब्रिक हुन्छ जो इट्टा, यदि इट्टा सही छैन भने घर के हुन्छ? कमजोर हुन्छ। घरमा चाहिँ इट्टा कति लाग्छ? 10,000 भन्दा बढी चाहिँ इट्टा लाग्न सक्छ। तर तिनै इट्टाहरू कमजोर हुँदै गयो भने के हुन्छ? तपाईँको सिङ्गो शरीरलाई चाहिँ समस्या हुन्छ, यानि कि घरलाई समस्या हुन्छ। त्यस्तै हाम्रो मेन कज भनेको के हो? हाम्रो शरीरको सेल हो, सेलबाट बने आउँछ, कोषबाट बने आउँछ। त्यो कोष यदि तपाईँको कमजोर छ भने तपाईँको शरीरमा कज, रोगको कज आउन सक्छ। यही कुरा तपाईँहरूलाई मैले सिकाउनु खोज्दैछु हो। त्यसो हुँदा हेर्नुहोस्, घरको एउटा इट्टा फुट्दा सिङ्गो घर तुरुन्तै ढल्दैन, तर धेरै इट्टा कमजोर हुँदै गयो भने घर जोखिममा पर्छ। त्यसै गरी शरीरको कोशिकाहरू कमजोर हुँदै जाँदा रोग सुरु हुन्छ। यही कुरा हामी क्लियर गर्ने हो। कसैले हामीले जानेछौँ भने सिकाउँदैन, आफूलाई थाहा हुनु पर्यो के हो भन्ने कुरा। हामीलाई थाहा भयो भने हामीले के खाँदैछौँ र के गर्दैछौँ भन्ने कुराको अध्ययन अनुसन्धान हुन्छ। त्यस कारणले पनि मैले तपाईँहरूलाई भन्न खोज्दैछु। र रोग लाग्नुको कारण के हो? सबैलाई थाहा छ त रोग लाग्नुको कारण के हो। रोग लागिसकेपछि हामी हस्पिटल जान्छौँ, हाम्रो यात्रा हस्पिटलको सुरु हुन्छ, हो कि होइन? तर आज यहाँ सबै स्वस्थ छौँ भन्छौँ नि त। हेल्दी हुनुहुन्छ त? मलाई लाग्दैन हेल्दी कोही पनि छैन।
तर हामीले बुझ्नु पर्यो शिक्षाको लागि हेल्दी हुँ या नहुँ तर नलेज त ल्याउँ न। हामीलाई रोग लाग्छ भने हाम्रो शरीरमा विषादीहरूको कारणले हामीलाई रोग लाग्छ। विषादी कहाँबाट आउँछ? यानि कि सोच्नुहोस् हामीले लिने हावा एकदम दूषित छ। गाडी चलाउनुहोस् 1 दिन 2 दिन 4 दिन 10 दिन 15 दिन पछि फिल्टर खोलेर हेर्नुहोस् त फिल्टरमा पुरै डस्ट हुन्छ। त्यो त हाम्रो फोक्सोमा पनि त डस्ट गएको छ हो। यो कुरा सोच्नुहोस्। र हामीले पिउने पानी पनि सही छैन र हामीले खाने खाना झन् सही छैन किनकि हामीले खाएको खाना विषादी छ, केमिकलले भरिएको छ। ती खानाको कारणले हाम्रो शरीरमा टक्सिन विषादी भित्रिन्छ। मुटु कलेजो फोक्सो किडनी यिनीहरूलाई समस्या बनाउँछ र सँगसँगै हाम्रो शरीर इम्ब्यालेन्स हुन्छ। बिमारी हुनुको दुईटा कारण, एउटा टक्सिन एउटा इम्ब्यालेन्स। इम्ब्यालेन्स भनेको असन्तुलन। तपाईको सुगर बढी भयो भने पनि समस्या आयो, तपाईको चाहिँ प्रेसर बढी भयो भने पनि समस्या आयो। कारण के? त्यो बढी भयो। यानी कि हामीले के बुझ्नु पर्यो भने हामीले हाम्रो शरीरलाई सन्तुलन राख्नलाई हाम्रो भित्र जाने टक्सिनहरू सही भएका हुनु पर्यो। तर हाम्रो चाहिँ भित्र शरीरमा हाई टक्सिन भएका खुराकहरू शरीरभित्र प्रवेश गरेका छन् र हाम्रो चाहिँ न्युट्रिसनको डिफिसियन्सी यानी कि ल्याक अफ न्युट्रिसन भन्छ। हामीले खाने खानालाई खानाको बारेमा थाहा छ, हामीले खाएको खाना के न्युट्रिसन छ, के अक्सिजन छ, के अल्कलाइन छ? नो। हामीलाई थाल भरेर खाना पर्यो, पेट भरेपछि पुग्यो त्यहाँ त्यो थालमा चटनी चाहियो, मासु चाहियो, दाल चाहियो, तरकारी चाहियो, हिजो बेलुकाको बोस कि 1 महिनाको अगाडिको बोस अचार चाहियो हो। त्यसले के तपाईको शरीरको मुटु कलेजो फोक्सो किडनीलाई दिनी पोर न्युट्रिसन दिइराखेको छ? थाहा छैन। तर हामीले पेट भर्न मात्रै सुरु गरेका छौँ। त्यसो हुँदा हामीले चाहिँ न्युट्रिसनको डिफिसियन्सी यदि मेन्टेन गर्ने हो भने हामीले चाहिँ न्युट्रिसन भएको खाना खानु पर्यो। त्यो खाना हाम्रो थालीमा छैन, हामीले पकाउने खानामा छैन। त्यस कारणले पनि हामीले चाहिँ बुझ्नु पर्यो। र हामीलाई कहिले तलब छैन, कहिले चाहिँ छोराछोरी कहाँ छन्, कोही बुढी कहाँ छन्, कोही बुढो कहाँ छन्, हामीलाई तनाव छ, सुताइ छैन। यो तनावले पनि हामीलाई अस्वस्थ बनाउँछ र यो पीएच लेभल मेन्टेन भन्छ क्या, यो मेन चिज हो। तपाईँले खाने खाना अल्कलाइन लेभलको हुनु पर्यो। तपाईको शरीर रोग लाग्छ, ग्यास्ट्रिक हुन्छ, प्रेसर हुन्छ भने पीएच लेभल डाउन भएका खानाहरू खानुभएको छ। तर तपाईले 7 भन्दा माथिको चाहिँ खानाहरू खानुभयो भने तपाईको बडी अटोमेटिक अल्कलाइन हुन्छ, पीएच लेभल मेन्टेन गर्छ, काट्नु छ, पीएच लेभल मेन्टेन गर्छ र तपाईको शरीर रोगबाट लड्न सक्छ। तपाईको शरीर सानोतिनो जुगा खोकी ज्वरो आउने कुरा त हुन्छ तर अरू समस्या तपाईले झेल्नु पर्दैन। त्यसो हुँदा चाहिँ हाम्रो शरीरलाई चाहिँ पीएच लेभल मेन्टेन गर्ने पनि खाना हुनु पर्यो। अब हामीले के बुझौँ रोग लाग्छ किन? टक्सिन र इम्ब्यालेन्स। हाम्रो शरीरमा विषादी भित्रिन्छ र हामी रोग लागेपछि हामी अस्पताल जान्छौँ र मेडिसिन खान्छौँ। तर औषधिले मात्र रोगको जरा सेलसम्म काम गर्छ त? गर्दैन। काम गर्छ? सुगर भएको मान्छे, प्रेसर भएको मान्छे डक्टरसँग जीवनभरि जान्छ, त्यो ट्याब्लेट उसको छोड्दैन किन? यो सोच्नु पर्यो क्या। एउटा चाहिँ राम्रो मान्छेको तर भएर विचार गर्नु पर्यो। सुगर भएको मान्छे त्यस्तो चाहिँ एमबीबीएस पीएचडी गरेको डक्टर पनि गएर ट्रिट गरेर औषधि खाँदै गर्दा ऊ चाहिँ त्यो ट्याब्लेट किन छुट्न सक्दैन? प्रेसर किन नर्मल हुन सक्दैन? आजसम्म कसैको भएको छ? डायबिटिज भएको मान्छे कम भएको छ? छैन। उतै डायलिसिस गरेको छ किडनीको समस्यादेखि लिएर हो। त्यसपछि त्यो मेडिसिन तपाईको ट्रिट गर्ने ठाउँ चाहिँ होइन हो। त्यसले चाहिँ ओन्ली नर्मल रूपमा तपाईको चाहिँ सिम्पटमहरूलाई कम गर्छ। अब हाम्रो रोग चाहिँ किन बढ्छ? म तपाईहरुलाई खास गरी हेल्थको नलेज दिँदैछु। हाम्रो रोग किन बढ्छ भने हामीले बुझ्नु पर्यो हाम्रो सेल मेन कज हो। हाम्रो बडी सेलबाट सुरु हुँदै छ। सेलमा यदि तपाईको चाहिँ समस्या सबैभन्दा पहिला विषादीले कोशिकालाई बिरामी बनाउँछ। यानी कि विषादी हामीले खाएको खानाहरू, हावा पानी खाना, हाम्रो चाहिँ ल्याक अफ न्युट्रिसनले गर्दा हाम्रो कोषलाई चाहिँ छेदविच्छेद बनाउँछ। कोष चाहिँ कमजोर हुन्छ अनि कोषपछि तपाईको शरीरमा अनि त्यसपछि तपाईको टिस्युमा चाहिँ तन्तुमा तपाईको इन्फेक्सन सुरु हुन्छ। सेलमा समस्या आउँछ।
सेलमा समस्या आएपछि तपाईको टिस्युमा तन्तुमा चाहिँ समस्या आउँछ। बिरामी सेलहरू मिलेर बनेको तन्तु कमजोर हुँदै जान्छ, हो कि हैन? सेल विक थियो, सेल बिमारी थियो, त्यसपछि तपाईको सरुवालाई भित्र पठाउनु। त्यसपछि के हुन्छ र हामी बिमारी हुनुको कारण के छ भने सेल ड्यामेज हुन्छ अनि टिस्युमा चाहिँ तन्तुमा चाहिँ समस्या आउँछ। हो, बिमारी सेलहरू मिलेर बनेको तन्तु कमजोर हुँदै जान्छ। र हाम्रो के हुन्छ भन्दा अर्गान भनेको अङ्ग हो, यो हो अङ्ग हो, यो अर्गान भनेको अन्तमा हाम्रा मुख्य अङ्गहरूले काम गर्न छोड्छन् र हामी बिमारी हुन थाल्छौँ। बिमारीको कारण यही हो। अनि यो अवस्थामा हामी हस्पिटलमा जान्छौँ। किडनीमा समस्या आयो, डायबिटिज बढ्यो, सुगर बढ्यो, ब्रेनमा समस्या आयो, मस्तिष्कमा समस्या आयो, हो यो बेलामा चाहिँ तपाईको हस्पिटल जानुपर्छ। तर चाहिँ कहाँबाट सुरु हुन्छ भन्दा सेलबाट सुरु हुन्छ। रोग सेलबाट सुरु हुन्छ। बिउ तपाईले जमिनमा रोपेपछि उम्रिनलाई समय लाग्छ, बाहिर निक्लेपछि बल्ल उम्र्यो भनिन्छ, हो। तर उसले जरा गाडिसकेका हुन्छ, पलाउन थालिसकेका हुन्छ। यानि कि तपाईको भित्र समस्या भनेको कतिखेर आउँदो रहेछ भने खाना, हावा, पानी र हाम्रो ल्याक अफ न्युट्रिसनको कारणले यहाँ सेलबाट सुरु हुँदो रहेछ बिमारी, हो। यो कुरा चाहिँ हामी क्लियर हौँ है। अस्पतालमा औषधिले अङ्गको उपचार गर्छ तर सेलको सुरक्षा चाहिँ गर्दैन। त्यही भएर तपाईको किडनीमा पत्रै आयो, ट्रिट गरियो, डायलिसिस गरियो, अपरेसन गरियो, फेरि किडनीमा किन चाहिँ डायलिसिस गर्ने, फेरि पत्रै किन हुन्छ? यो हामीले एउटा विवेकशील भएर सोचौँ न, हामी क्लियर हुन्छौँ। तर डक्टरले चाहिँ ती चिजहरू ट्रिट गरिसकेपछि, अपरेसन गरिसकेपछि, डायलिसिस भइसकेपछि फेरि पनि त्यो मान्छे सधैँभरि बेडमा बस्नु पर्ने हो। यो कुरा चाहिँ मेन हो। त्यही भएर हामीले चाहिँ ज्वरो भनेको कोष हो है साथीहरू। मेन चाहिँ हामी रोग लाग्नुको मेन ज्वरो भनेको कोष हो। र मेन सल्युसन तपाईँहरूले हेर्ने हो भने यसलाई चिन्नुहोस्। तपाईँहरूले किन्नु पर्दैन हजुर, चिन्नुहोस् यो के हो। आज विश्वका 200 वटा देशमा यसको खोजी हुन्छ। गुगलमा गएर रिसर्च गर्नुहोस् तपाईँहरूले। सबभन्दा धेरै रिसर्च गरिएको हब मध्येको यो जडीबुटीको राजा हो। एउटा बुटी होइन, लङ सुकमेल होइन, यो हो, यो द किङ अफ हब हो। यो किङ अफ हब साइन्सले ल्याएको हो। आजभन्दा 5000 वर्षदेखि रिसर्च भएको चिज हो। यसलाई तपाईँहरूले चिन्नुपर्छ। यसमा 400 प्लस एक्टिभ इलिमेन्ट्स, 252 मेडिसिन प्रोपर्टी भएको विशेष खालको चिज हो। यो सबैले चिन्दैनन्, चिन्नेले चिनिराखेका छन्। त्यसपछि यसलाई चिन्नुहोस्। यसले तपाईको शरीरको कोष लेभलमा गएर काम गर्छ। अझसम्म कुनै यस्तो चिज छैन जो कोषमा गएर काम गर्छ, जसले डिटक्स गर्छ। मेडिसिनले डिटक्स गर्दैन हजुर। मैले रिसर्च गरेर पाएको, मलाई पनि रिएक्सन गर्नु रहर थिएन। तर यो राम्रो छ, बेस्ट छ, संसारको सबैभन्दा उत्कृष्ट छ। त्यस कारणले मैले अगाल हालेर एउटा विपनको तरह हिँडेको छु। जसले चिन्छ उनले यसलाई सेवन गर्छ। त्यसो हुँदा तपाईँहरूले चिन्नु पर्यो साथीहरू। यो कुनै औषधि होइन, यो सेलको लागि सुपर फुड हो। यसले सिधै सेलमा गएर काम गर्छ। चाहे तपाईँले यसको कफी नै पिउनुहोस्, चाहे तपाईँले यसको टुथपेस्ट नै युज गर्नुहोस्, चाहे तपाईँले यसको साबुन नै युज गर्नुहोस्, चाहे त्यो सेम्पू नै खाइदिनुहोस्, असर गर्दैन यसले। यसले फाइदा नै गर्छ। त्यसपछि यसलाई तपाईँहरूले चिन्नु पर्यो। यसले कसरी काम गर्छ? म डाक्टर लिम, धातु डाक्टर लिम सिलोजिनको लागि एक जोरदार ताली। उहाँले यो चिजलाई 1983 देखि 1993 10 वर्ष रिसर्च गरेर, खोज अनुसन्धान गरेर मानव शरीर र द किङ अफ हबको रिलेसन बुझ्दाखेरि यो संसारको सबैभन्दा राम्रो चिज हो भनेर प्रमाणित भइसकेपछि आज यो चिज हामी जस्ता नर्मल कामै नलाग्ने मान्छेले पाइरहेको छ। त्यसो भए यसलाई चाहिँ तपाईँहरूले चिन्नु पर्यो। यसले काम कसरी गर्छ? यो तपाईँले चाहे कफी खानुहोस्, चाहे चाहिँ तपाईँले मसरुम पाउडर नै खानुहोस्। यो मसरुम पाउडर मास्टर पाउडर यो नै खानुहोस्। तर यो खाइसकेपछि तपाईँको यो शरीरमा जान्छ, यसले चेक जाँच गर्छ कहाँ समस्या छ। जस्तो घरको कोठाभित्र फोहोरो छ, कति वर्षदेखि फोहोरो छ, हो, तपाईँलाई यसले चेक जाँच गर्छ, खोज तलास गर्छ। र यो खाइसकेपछि तपाईँको शरीरमा भएको फोहोरो समस्याहरू जे छ त्यसलाई चाहिँ निकाल्ने काम गर्छ। यसले क्लिनिङ गर्ने काम छ। पिसाबको थ्रु, कानेगुदीको थ्रु, पसिनाको थ्रु, सिगानको थ्रु, आँखाको कचराको थ्रु यसले निकाल्न सुरु गर्छ।
यदि घरमा समस्या छ, घरमा घर भत्काउनु पर्यो भने हल्लिन्छ कि नै? हल्लाउनु पर्यो नि, खामा हल्लाउनु पर्यो। हल्लाउँदाखेरि के सोच्छ? ऊ घर भत्किनु भयो, हुनुहुन्न। यानि कि तपाईँको शरीरमा कति वर्षदेखिको समस्या छ रोगको, त्यो रोग कस समात्यो भने इस्यु देखिन्छ। जो इस्यु थियो, सुगर बढेको थियो, अलिकति बढे जस्तो देख्नुहुन्छ, त्यतिखेर मान्छे छोड्छ। किनकि त्यही भएर हामीले डिएक्सनको प्रोडक्ट सबैलाई रिफर नगर्दा पनि बुझाएर रिफर गर्नु, बुझाएर सम्झाएर दिनु, नत्र उसले तपाईँको चाहिँ यो व्यवसाय यो प्रोडक्टप्रति सधैँभरि नेगेटिभ हुन्छ र अनि रोग मुक्त जीवन जिउन सक्दैन, सधैँ रोगी भएर बाँच्नु। त्यसो हुँदा चाहिँ सोचौँ कि यसले चाहिँ क्लिजिङ गर्दाखेरि चाहिँ बाहिर फ्याँक्दा इस्यु आउन सक्छ। त्यो इस्यु जे थियो त्यसलाई चाहिँ यसले सिम्टम दिन्छ, जे समस्या थियो त्यो अलिक बढे जस्तो हुन्छ। तर नघरबराइकन हामीले खायौँ भने यसले काम गर्छ र शरीरमा भएको कुनै पनि विषादी चिजहरू, खराब चिजहरूलाई फ्याँकेर यसले शरीरलाई ब्यालेन्स गर्ने काम गर्छ, सन्तुलन गर्ने काम गर्छ। तपाईँको किडनीले फङ्सन गर्न सकेका छैन, मुटुले काम गर्न सकेका छैन, तपाईँको पाठ पूजाले समस्या आइरहेको छ, तपाईँको प्रोस्टेटको समस्या छ, पिसाब धेरै लागिरहेको छ, पिसाबमा फिज आउँछ, अथवा तपाईँलाई ग्यास्ट्रिक भइरहेछ, तपाईँलाई अथवा माइग्रेन भइरहेछ, तनाव भइरहेछ भने यसले सन्तुलन गर्ने काम गर्छ। तपाईँको मुटु, कलेजो, फोक्सो, किडनीलाई यसले प्रपर रूपमा न्युट्रिसन दिएर, अक्सिजन दिएर सन्तुलन बनाएर स्ट्रङ बनाउने काम गर्छ। जस्तो बच्चा, एउटा बच्चा उठ्न सकेन, माथि चढ्न खोजिरहेछ, उठ्न सकेन, उसले तागतले पुगेन, उसलाई एनर्जी पुगेन, बच्चालाई उठाइदिनुहोस् त, उठ्छ कि नै? तपाईँको शरीर यदि पिकअप गर्न सकेका छन् भने सपोर्ट गरेर उठाइदिन्छ र रन गराउन थाल्छ। त्यसो हुँदा यसलाई चिनौँ र रिजेनरेट। आज संसारमा कुनै पनि त्यस्तो कुनै पनि उत्पादन छैन जो चाहिँ सेल मरिसकेपछि सिद्धिसकेपछि बनाउने चिज। तर डिएक्सनको यो गानोधर्मले तपाईँको चाहे जुनसुकै सेल होस्, खराब छ त्यसलाई फ्याँकिदिन्छ र नयाँ रिजेनरेट गर्ने काम गर्छ गानोधर्म लुसिडमले। हो, यो विशेष कुरा हो। त्यसकारणले तपाईँको भित्रको कुनै पनि समस्या हो त्यो काम गर्दैन, समस्या भइरहेको छ भने त्यसलाई पूर्ण रूपमा रिजेनरेट गरेर यसले चाहिँ पूर्ण रूपमा काम गरेर तपाईँको सिस्टमलाई काम गर्ने बनाउँछ। त्यही भएर जसले डिएक्सनको प्रोडक्ट 5 देखि 10 वर्ष खाएका छन् ती सधैँभरि नो सुगर, नो प्रेसर, नो डायबिटिज, यानि कि जेसुकै भयो। इभन म आफैलाई हेर्नुहोस्, म 84 किलोको मान्छे, म उमेरकै हिसाबले हेर्नु म 50 वर्षको मान्छे। तपाईँहरूको जोस र मेरो जोसमा हरेक कुरामा म अगाडि हुन्छु, मलाई थाहा छ हरेक कुरामा। किनकि आज 20 वर्ष 25 वर्षको मान्छेले के भन्छ, बेकार छ मेरो जिन्दगी, उसको कुनै हौसलै छैन, उसैलाई सुगर छ, उसैलाई प्रेसर छ, ऊ हरेक कुरामा धक्का खान्छ। तर हामी जस्ता मान्छे जसले 5 देखि 10 वर्ष डिएक्सन गर्छन् ऊ सधैँभरि जवान हुन्छन्। त्यो हरेक कुराबाट त्यो आँट र विश्वास हो। त्यसो हुँदा यसलाई तपाईँहरूले चिनी किन चिनी त्यो तपाईँहरूको कुरा है। मैले फेरि पनि तपाईँहरूलाई चाहिँ यसलाई अलिकति नजिकबाट चिनाउन खोजेँ। मैले यो मेरो सिकाउने नै सोच हो। अब हेर्नुहोस्, हाम्रो शरीर यो कोषबाट बन्छ, तन्तु, अङ्ग प्रणाली र हाम्रो सिङ्गो शरीर बन्छ। ऊ त्यो कोष हो। कोष, अल द हेल्थ प्रब्लम गेट सिट्स एट द सेल। यानि कि कुनै पनि समस्या तपाईँको शरीरमा छ भने त्यो सेलबाट सुरु हुन्छ भन्ने कुरा बुझ्नुहोस्। कज नै सेल हो। तर तपाईँलाई चाहिँ यहाँ अङ्गबाट डक्टर ठुक जानुहुन्छ, यहाँ प्रब्लम सिम्टम देखिएपछि बल्ल डक्टर ठुक जाने हो। तर कज चाहिँ उहाँबाट सुरु हुन्छ। अङ्गमा समस्या भयो। अब एउटा कुरा अझै म नजिकबाट बनाइछु। तपाईँलाई तपाईँको पत्थरी भयो किडनीमा, एकछिन है, उतापछि हेर्नु होला है। तपाईँहरू सबै जो नयाँ छ उनीहरूलाई म बुझाउन खोज्दैछु। तपाईँको किडनीमा 5 mm को पत्थरी आयो, 5 mm को पत्थरी आयो। पत्थरी आयो कहाँ? यहाँ आएपछि डक्टर पनि जानुभयो। तर तपाईँको समस्या सेलबाट सुरु भएको थियो, सेलबाट सुरु भएको थियो। यहाँ सिम्टम आयो अनि तपाईँ डक्टर पनि जानुभयो। डक्टर पनि जाँदा 5 mm को पत्थरी छ हजुर भन्यो। उसले के गर्छ? तोड्ने औषध दिन्छ अथवा फुटाउने औषध दिन्छ। अर्को हप्ता आउँछ सर भन्ने कुरा हुन्छ, अर्को हप्ता नै आउँछ यो खानुहोस् भन्छ। अनि तपाईँको के हुन्छ? उसले चाहिँ त्यसको ट्रिट गरिदिन्छ के गरेर। फेरि 6 महिना 1 वर्ष पछाडि किन आउँछ? त्यो नहुनु पर्थ्यो नि त। तर डिएक्सनको यदि गानोधर्म तपाईँले खानुभयो, यदि कालो कफी नै खानुभयो भने पनि तपाईँको शरीरमा यो चाहिँ यसलाई के गर्छ भने
तपाईको सुरुको चरणमा कफी खाँदै गर्दा या मसरुम पाउडर खाँदै गर्दा पनि तपाईको सेललाई 1 महिना करिब समय लिन्छ स्क्यानिङ गर्ने खोज्ने र यो सेल सही भएपछि तन्तुमा आउँछ तन्तुमा आउँदैसम्म तपाईको 2-3 महिना बित्छ 2-3 महिना बित्छ त्यतिखेर डिएक्सनको गानोधर्मले यहाँ काम गरे आउनु 3 महिनासम्म कहाँ खाइसक्यो सर ठीक भएन भन्छ उसले यही हो मेन चिज 3 महिनासम्म खाए सर ठीक भएन किनकि तपाईको चाहिँ यो प्रोसेस यसरी आउँदैछ जब तेस्रो महिना अथवा चौथो महिना अथवा शरीर ठीक छ भने छिट्टै पनि 2 महिना पनि काम गर्न सक्छ यहाँ आएपछि जब तपाईले खाएको मसरुम पाउडर अथवा कालो कफी खाएको चिज भित्र शरीरमा गएपछि यसले काम गर्न थालेपछि यहाँ चाहिँ आएर समात्यो भने तपाईको किडनीमा पेन हुन थाल्छ तपाईको किडनीमा जे समस्या थियो त्यो समस्या देखिन थाल्छ अनि के भन्नुहुन्छ थाहा छ यसले त्यो खाएको त मलाई त समस्या भयो अनि 3 महिनापछि त्यो 5 mm को पत्थरी यो कुरालाई राम्ररी सुन्नुस् है 5 mm को पत्थरी 5 mm मा हुँदैन हजुर 7 mm भइसक्छ 7 mm हुँदा उसले के भन्छ तपाईको यो कफी मसरुम पाउडर खाँदा झन् बढ्यो किनकि यो बढ्ने प्रक्रिया त पहिलेदेखि थियो यो मसरुम पाउडर बल्ल यहाँ आएको छ तर यहाँ आएपछि 7 mm भयो म त खान्न भन्छ उसले खाइदिन्न अनि ऊ जीवनभरि हस्पिटल बाँड्यो त्यसकारणले हामी क्लियर हौ उसलाई चाहिँ बुझाउनु पर्छ यसले यसरी काम गर्छ र अङ्गमा आएर काम गर्दै गर्दा समय लिन्छ तर तपाईले एउटा किडनीको पत्थरी फाल्नलाई खाएको चिज मुटुलाई काम गर्छ हो ब्रेनलाई काम गर्छ शरीरको पुरै सिस्टमलाई काम गरेर तपाईलाई सधैँभरि यङ बनाउँछ जस्तै एउटा बच्चा जन्मिँदाखेरि भक्कर राम्रो चिटिक्कको हुन्छ त्यस्तै बनाउँछ भित्रको अर्गानहरू यसले त्यसदा यसलाई चाहिँ तपाईहरुले चिन्नु पर्यो र तपाईले बुझ्नु पर्यो तपाईको सेल हेल्दी छ शरीर हेल्दी छ तपाईको सेल अनहेल्दी छ तपाईको शरीर अनहेल्दी छ सेल मर्यो तपाई राम सत्य यही हो त कतिजनाले बुझ्नु भयो बुझ्नु भने थाहा छैन जसले मनबाट बुझ्यो उसलाई ढाक्ने छल्ने केही उसको जीवन नाम दिने यो डिएक्सनको दुर्बल त्यसमा यसलाई चाहिँ यो सरकारलाई सोच्नुस् र गानोधर्मा लुसिडम हाम्रो शरीरको कोषमा गएर काम गर्छ र कोषलाई बचाउने काम गर्छ हैन कोषलाई बचाउनु भनेको तपाईको सम्पूर्ण शरीरलाई बचाउनु हो क्लियर हुनुहुन्छ सम्झाउन सक्नुहुन्छ तपाईलाई विश्वास छ तपाईको घरको छोराछोरी बिमारी छन् तपाईको आमा बिमारी छन् तपाईको हस्बेन्ड बिमारी छ तपाईको श्रीमती बिमारी छन् तर पनि गानोधर्मको कुरा गर्न तपाईलाई लाज लाग्छ यो बिजनेस मात्रै होइन क्या यो सेवा हो उसको जीवन परिवर्तन गर्ने ठाउँ हो यसरी चाहिँ तपाईले लिनुभयो भने तपाई क्लियर हुनुहुन्छ सो मेरो क्लास चाहिँ बिल्कुल सर्टकटमा म गए अझै डिप जान चाहन्थे तर समय पनि छैन त्यसकारणले डिएक्सनको यो उत्पादन सामान्य उत्पादन सबैले सम्हाल्न सक्दैन जस्तो 200